हुन त 6 महिनाको लागि म नेपाल किन आइरहेको छु, किन गइरहेको छु, अमेरिकामा हुँदाखेरिदेखि नै मैले यस विषयमा सोचिरहेको थिएँ, मलाई थाहा थिएन। तर यहाँ आएपछि अब एउटा लक्ष्य तो बनाएँ, सबैलाई भेट्छु, जो जो मसँग जोडिनु भएको छ प्रत्येकलाई भेट्छु र हर्कजीलाई पनि जे जस्तो हुन्छ मैले उहाँको श्रम र संस्कृतिलाई तय गर्नेछु, त्यसको समर्थनमा आफ्ना केही बनाएर राख्नेछु भन्ने मैले त्यो लक्ष्य तय गरेर लागि परेको थिएँ। अनि त्यो भएको हुनाले पनि मैले वास्तवमा भिडियोहरू बनाउन मैले पाइरहेको थिइनँ। अब लामो समयपछि आज भिडियो म बनाउँदैछु किनभने म बाध्य भएँ। एउटा छेपारो छ, अब छेपारोले कुन बेला कस्तो रङ फेर्छ तपाईँ हामीले त्यो अड्कल काट्न सक्दैनौँ। जस्तो पनि त्यसले रङ फेर्न सक्छ, हरियोमा हरियो, रातोमा रातो, निलोमा निलो, पहेँलोमा पहेँलो, जस्तो पनि होइन, जस्तो पनि त्यसले रङ फेर्न सक्छ। त्यो छेपारो होइन, त्यसरी रङ फेर्ने खालको छेपारो, जसलाई प्रोपगन्डा भनेर भन्न मिल्छ, रङ फेरि फेरि प्रोपगन्डा गर्ने छेपारो। त्यो छेपारोको कारणले गर्दाखेरि म यो भिडियो बनाउन बाध्य भएँ। अनि त्यो रङ फेरि फेरि प्रोपगन्डा गर्ने छेपारोले हर्कजीको एउटा सामान्य पोस्टलाई कस्तो अपव्याख्या गरेको छ भने, तपाईँले धेरैले भिडियो सायद हेर्नुभयो होला, मैले हेरेँ, त्यस्तो धेरै म त्यो अरूहरूको हेर्ने खालको मान्छे होइन। तर त्यो छेपारोले अहिले हर्कजीलाई प्रोपगन्डा गरेको भनेर आरोप लगाएपछि अनि मैले सहन सकिनँ, मलाई ठिक लागेन। मैले भनिहालेँ म स्वघोषित सेना होइन। अब हर्कजीको बाटोमा आउने त्यस्ता प्रत्येक बाधा अवरोधलाई मैले सकेसम्म, मेरो बुद्धिले भ्याएसम्म मैले त्यस कुराको राम्रो प्रतिकार गर्नेछु। अनि त्यो रङ फेरि फेरि प्रोपगन्डा फैलाउने छेपारोले त्यो पोस्टलाई अब पढ्दाखेरि त्यसको अर्थ के लगाएछ भने, के अब चाहिँ अब ल्याम्बोर्गिनी चलाउन नपाउने, टेस्ला चलाउन नपाउने, फलाना गाडी चलाउन नपाउने भन्ने किसिमको अपव्याख्या गरेको त्यहाँ मैले पाएँ। जबकि हर्कजीको त्यो पोस्टमा सामान्य के भनेको छ भने, अब देशमै कारहरूको निर्माण गरिनेछ र त्यसभन्दा अगाडि जति किनिएको छ त्यसको करमा छुट दिइनेछ, 1 पैसामा पाइने सामान 3 पैसा लाग्ने छैन। यस्तै आशयको त्यो छ। मैले तत्काल यो भिडियो बनाउँदाखेरि त्यो मैले ठ्याक्क जस्ताको तस्तै शब्द मैले पढेको छुइनँ, तर यहाँ तपाईँले देख्दै हुन्छ वास्तवमा के लेखेको छ भन्ने कुरा। त्यति एउटा सामान्य कुरालाई त्यो रङ फेरि फेरि प्रोपगन्डा मचाउने छेपारोले जे पाए त्यही गरेर त्यसले अपव्याख्या गरेको छ। कहाँको टेस्ला, कहाँको ल्याम्बोर्गिनी, के एआई से कता उसले जोडेर भने मानव दुनियाँमा सबैभन्दा बेसी जानकार व्यक्ति उही नै हो, मानव सबैभन्दा बेसी जानकार व्यक्ति दुनियाँमा उही नै हो। त्यो रङ फेरि फेरि प्रोपगन्डा मचाउने छेपारो, त्यही छेपारोको बारेमा म कुरा गर्छु, जसले तपाईँहरूलाई लाइभमा बोलाउँछ ल र कुरा सुरु गर्नुभन्दा पहिले ट्याप ट्याप गर्नुहोस्, ट्याप 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 गर्नुहोस्, ट्याप 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 गर्नुहोस्, ट्याप ट्याप। एकजनाले 10,000 पल्ट ट्याप 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 भन्छ है त्यसले। त्यो छेपारो त्यस्तो। अनि त्यो छेपारोले लाइभमा आउँदा के पनि भन्छ भने, मसँग अत्यन्त महत्त्वपूर्ण 2टा कुरा छ, असाध्यै महत्त्वपूर्ण 2टा कुरा म अहिले तुरुन्तै भन्छु। त्यो 2टा कुरा छ जुन हर्कजीले गरेको एकदम राम्रो हुन्छ साथी हो, म त्यो 2टा कुरा भन्नेवाला छु। सेयर गर्नुहोस्, सेयर गर्नुहोस्, सेयर गर्नुहोस्, सेयर गर्नुहोस्, सेयर गर्नुहोस् भन्छ त्यसले। आफ्नो कुरा राखिहाल्नुभन्दा पहिला त्यसले पहिला सेयर गर्न सेयर गर्न सेयर गर्न सेयर गर्न भन्छ। तपाईँलाई विश्वास लाग्दैन भने 4 महिना 5 महिना अगाडिको त्यो बेलाको हाराहारीको त्यसकोमा गएर भिडियोहरू हेर्नुहोस्, त्यसको लाइभ भिडियोहरू हेर्नुहोस्। त्यसले अनिवार्य रूपमा सबभन्दा बेसी यदि केही कुरा भन्छ भने सेयर गर्नुहोस्, 1 लाख पल्ट सेयर गर्नुहोस्। यो कुरा 1 लाख पल्ट सेयर हुनुपर्छ, 1 लाख पल्ट सेयर हुनुपर्छ, 1 लाख पल्ट सेयर हुनुपर्छ भनेर आफ्नो कुरा राख्नुभन्दा पहिले उसले पहिला 1 लाख पल्ट सेयर गर्नुपर्छ भनेर भन्छ। अनि ट्याप 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 त्यसले त्यो भन्छ। मैसँगको एउटा 2टा लाइभमा पनि त्यसले कुरा हामी गर्दै गरेका हुन्छौँ, कुरा गर्ने क्रम बिचमा साथीहरू सेयर गर्नु, सक्दो सेयर भन्थ्यो त्यसले। उसको प्रमुख उद्देश्य सेयर गराउने, ताकि सेयर गरेपछि जसलाई सेयर गरेको छ उसले पनि एकपल्ट हेर्छ, उसले अर्कोलाई सेयर गर्छ होइन। अनि त्यसरी त्यो फलोवर्स बढाउने, भ्युज बढाउने उसको त्यो मुख्य प्रोपगन्डा, उसको त्यो प्रोपगन्डा थियो। त्यो रङ फेरि फेरि प्रोपगन्डा मचाउने त्यो छेपारोको त्यो प्रमुख प्रोपगन्डा थियो। साथीहरूले त्यो कुरा कतिको ख्याल गर्नुभएको छ। मैले यो कुरा धेरै पहिला ख्याल गरेको थिएँ, 6-7 महिना अगाडि जस्तै मलाई लाग्छ। म आफ्नो त्यो पोस्ट हेर्छु, अनि मैले त्यही बेला सांकेतिक रूपमा मैले एउटा फेसबुकमा पोस्ट हालेको छु। त्यही बेलाको कुरा है, यो अहिलेको नयाँ कुरा होइन। 6 महिनादेखि 7 महिना सायद भयो, म आफ्नो पोस्ट पनि हेर्छु है। त्यो अब हेरेर अनि सकेसम्म म यसैमा एट्याच गरिदिन्छु, होइन भने अर्कोपल्ट म हालिदिन्छु। त्यही बेला मैले के भनेको थिएँ भने, सेयर जसले भन्दैछ त्यसबाट सावधान रहनु होला। यो सेयरको गेम खेलिनुहुन्न, सेयरको गेम खेलिँदैछ, सेयरको गेम खेलिनुहुन्न भन्ने आशयको मैले एउटा फेसबुकमा पोस्ट त्यही बेला मैले हालेको थिएँ। त्यही बेला मलाई त्यो यो छेपारोको बानी व्यवहारदेखि शंका लागेर हालेको छु मैले। म यतिकै म बोलिरहेको छुइनँ। अनि त्यो छेपारो जसले रङ फेरिरहन्छ र प्रोपगन्डा मचाएर त्यसले अब तपाईँहरू जतिले पनि फलो गर्नुभएको छ, जतिले फलो गरेर त्यसका चाहिँ 10-12 देखि लिएर त्यसलाई सिधै 40-45-46 मा पुर्याइदिनु भयो होइन। तपाईँहरू सबैलाई यस कुराको सायद अनुभव छ होला, तपाईँहरू पनि धेरैजना त्यसको त्यो लाइभमा बस्नु भएको छ होला। त्यसले टिकटकमा हुँदाखेरि
ट्याप 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 मान्छे बोलिरहेको हुन्छ। जस्तो रानु दिदी पनि एकपल्ट आउनुभएको थियो, उहाँले आफूलाई रानु दिदीको नामबाट उहाँको चलेको छ, त्यसैले रानु दिदी। तर मलाई लाग्छ मेरो उमेरको तुलनामा उहाँ मेरो बहिनी नै हो, दिदी होइन। त्यो बेला पनि यहाँ कुरा प्रसङ्ग चलिरहेको हुन्थ्यो, केही भनिरहेको हुन्थ्यो, तर ठ्याक्क बिचमा आएर साथीहरू ट्याप 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 त्यसले भन्थ्यो। अनि यता फेसबुकको लाइभमा पनि सक्दो सेयर गरौँ, सक्दो सेयर गरौँ, सक्दो सेयर गरौँ। उसको प्रमुख ध्यान हुन्न यतापट्टि मानिसहरूलाई कुरा बुझाउने, आफ्नो कुरा राख्ने, अर्को मान्छेले कुरा राख्दैछ भने त्यो सुन्न दिने भन्दाखेरि पनि उसको त सेयरमा चाहिँ बेसी उसको ध्यान जान्थ्यो। म त्यो छेपारोको कुरा गर्दैछु। अनि तपाईँहरूले पनि राम्ररी कुरा, जसको पनि कुरा एकदम राम्रो सुन्नु होला। कसैको पनि कुरा, भले मेरो होस् या हर्कजीको होस्, कसैको पनि होस्, उसले के भन्दैछ एउटा शब्द तपाईँहरूले सुन्नु एकदम जरुरी छ कि राम्रोसँग सुन्नु होला, अनि मात्रै केही प्रतिक्रिया दिनु होला कि। हर्कजीले तपाईँलाई मैले भनिहालेँ, त्यहाँ त्यस्तो धेरै लम्बा चौडा केही लेख्नु भएको छैन। आफ्नै देशमा सवारी साधनहरूको निर्माण गरिनेछ र यहाँभन्दा पहिला आएका सवारी साधनहरूलाई कर छुट दिइनेछ। 1 पैसा पर्ने चिजलाई 3 पैसा गर्न दिइने छैन अथवा हुने छैन भन्ने किसिमले लेख्नु भएको छ। त्यति मात्रै लेख्नु भएको छ, जति लेख्नु भएको छ त्यति नै बुझ्ने हो, त्यहाँभन्दा बेसी बुझ्ने होइन। अब त्यो छेपाहरू लाग्छ दुनियाँमा उसैलाई मात्रै सबै कुरो थाहा छ, अरूलाई केही पनि थाहा छैन। त्यसले सुनको व्यापार गर्छ कि के गर्छ भन्न सकेन। होइन भने व्यापारीले आफ्नो व्यापार गर्दै फुर्सद हुँदैन होइन, ती नै ध्यान दिनुपर्ने हो। त्यसैले त्यो व्यापारले नै समय माग्छ, आफ्नो व्यवसायले नै समय माग्छ र पनि त्यस्तो साह्रो होइन। अनि त्यो छेपारको तपाईँले के पनि ख्याल गर्नु भने त्यसले सबैको विषयमा बोलिरहेको हुन्छ। एउटा व्यक्तिले त्यसरी सबैको बारेमा कसरी जानकारी राख्न सक्छ? व्यवसाय चलाइरहेको छ, सबैको विषयमा बोलिरहेको छ, त्यति बेसी जानकारी सबैको विषयमा हुन सक्छ, त्यति राम्रो गहन अध्ययन सबैको विषयमा गर्न सकिन्छ र एउटा दुईटा व्यक्तिको बारेमा राम्रोसँग सबै कुरा गहन अध्ययन गर्न सकिन्छ? यस्तो हो भनेर होइन। सबैको बारेमा त्यस्तरी एउटै व्यक्तिले त्यो पनि व्यवसाय चलाएर पनि त्यस्तो साह्रो गहन अध्ययन मनन विश्लेषण गर्न सक्छ र त्यति क्षमता साँच्चीकै हो त त्यसमा। अनि त्यो छेपारोले के पनि भन्थ्यो भने म लड्ने नै हो भने केपी ओलीसँग लड्छु, अरूसँग लड्दिनँ भन्थ्यो। कुन दमखमलाई त्यसले, दमखमको आधारमा त्यसले भन्थ्यो? मलाई त्यो बेला पनि शङ्का लागेको थियो कि, त्यो बेला पनि शङ्का लागेको थियो। त्यसमा छ त्यति दमखम, त्यसले त्यो हदमा पनि कुराकानी गर्थ्यो कि, त्यो हदमा कुराकानी गर्थ्यो। अनि त्यसले एक प्रकार घन्टे कि घन्टे भन्थ्यो त्यसले। अनि त्यही बेला पनि मैले एउटा साङ्केतिक रूपमा मैले भनिदिएको थिएँ, हामीले हाम्रो ऊर्जा एकातिर मात्रै प्रभावित गर्नुपर्छ। हामीसँग भएको ऊर्जा, सम्पूर्ण ऊर्जा हर्कजीलाई यदि वास्तवमै मनदेखि नै आत्मादेखि नै हामीले मानेको, उहाँको हामी शुभचिन्तक हो, उहाँको हामी यदि समर्थक हो भने हाम्रो सम्पूर्ण ऊर्जा उतैपट्टि चाहिँ हुनुपर्छ, 10तिर छर्नु हुँदैन। 10तिर छरियो भने त्यो ऊर्जा त्यति राम्रो त्यसले काम गर्दैन। एकैतिर सम्पूर्ण ऊर्जा एकैतिर प्रभावित गरिदियो भने त्यसले राम्रो काम गर्छ भन्ने किसिमको एउटा मैले त्यो पनि पोस्ट गरेको थिएँ। त्यो बेला पनि मलाई त्यो कुरा चित्त बुझेको थियो कि उसले सबैतिर हात हालिरहेको थियो। अनि अब त्यो छेपारोले अब अहिले असली रूप प्रष्टसँग देखाइदियो, धेरै प्रष्ट। अनि त्यसले यो चाहिँ अब के पनि भन्थ्यो भने म चाहिँ हर्कजीले जुन स्तरमा काम गर्नुहुन्छ, जबसम्म त्यही स्तरमा म काम गर्दिनँ तबसम्म आफूलाई हर्कजीसँग भेट्ने लायकको म ठान्दिनँ, म हर्कजीसँग भेट्दिनँ। जब गर्छु अनि मात्रै भेट्छु भन्थ्यो। त्यसले के गर्दैछ त? त्यसले केही गर्दैछ कि छैन? त्यो भन्नु त भन्थ्यो, तर त्यसले गर्दैछ कि छैन? कहिले कहिले त सुरुवात गर्नु पर्यो, यस्तो गर्दैछु उस्तो गर्दैछु भनेर। त्यस्तो पनि केही देखिन। त्यो एउटा अर्को प्रोपोगन्डा थियो उसको। कागले आफू नाम आफै काट्छ भने जस्तै त्यो प्रोपोगन्डा जसले वास्तवमा गरिरहेको थियो उसले अहिले आएर आफू नाम आफै काडिरहेको छ कि। प्रोपोगन्डा शब्द ठ्याक्कै त्यसले लिएर आयो। त्यसबाट एकदमै सावधान हुनुहोस्।